हे गाइज वेलकम टु द जिज्ञासा। आज चाहिँ हामी एससी 2081 मा सोधेको क्वेसन गर्न गइराखेको छौँ। राइट युज अफ अर्ग्यानिक कम्पाउन्ड गिभन इन द फिगर भनिराखेको छ। यो फिगरमा दिएको अर्ग्यानिक कम्पाउन्डको युज निकाल्नु भनिराखेको छ र युज निकाल्नुभन्दा अगाडि चाहिँ सुरुमा हामीले यो अर्ग्यानिक कम्पाउन्ड जुन चाहिँ फिगरमा दिएको छ त्यसलाई चिन्नुपर्ने हुन्छ। सो यो अर्ग्यानिक कम्पाउन्डमा दुईटा कार्बन छ, त्यही भएर यसको ओड रुट भनेको इथ हुन्छ र सिंगल बोन्ड छ, त्यही भएर प्राइमेरी सफिक्समा हामी एएन युज गर्छौँ र फङ्सनल ग्रुपमा चाहिँ ओएच छ। ओएच जब फङ्सनल ग्रुपको रूपमा आउँछ तब चाहिँ हामी हैन ओएल भन्ने सेकेन्डरी सफिक्स युज गर्छौँ। यो फिगरमा दिएको कम्पाउन्ड चाहिँ इथेनोल भन्ने रहेछ र यो इथेनोलको युज चाहिँ अब हामीले लेख्नु छ। सो युज अफ अर्ग्यानिक कम्पाउन्ड गिभन इन द फिगर आर एज फलोज। पहिलो युज भनेको चाहिँ इट इज युज फर मेकिङ अल्कोहोलिक ड्रिङ्क्स। जुन हामी रक्सीहरू ड्रिङ्क गर्छौँ हैन, त्यो अल्कोहलहरू बनाउनको लागि चाहिँ इथेनोल जुन चाहिँ यो फिगरमा दिएको कम्पाउन्ड हो त्यसको युज रहेछ। पहिलो भनेको अल्कोहोलिक ड्रिङ्क बनाउन। सेकेन्ड भनेको चाहिँ इट इज युज इन अल्कोहोलिक थर्मोमिटर हैन। थर्मोमिटर चाहिँ अब धेरै किसिमको हुन्छ हैन, मर्क्युरी थर्मोमिटर, अल्कोहोलिक थर्मोमिटर। अनि यो जुन अल्कोहोलिक थर्मोमिटर छ त्यो अल्कोहोलिक थर्मोमिटर चाहिँ इथेनोल भन्ने अल्कोहलको युज गरेर चाहिँ बनाइदियो रहेछ। त्यसपछि थर्ड युज भनेको चाहिँ इट इज युज टु मेक ह्यान्ड सेनिटाइजर। जुन चाहिँ हामी हैन कोरोनाको बेला स्पेसल्ली हैन भाइरसहरू भगाउनको लागि सेनिटाइजर युज गर्थ्यौँ, त्यो सेनिटाइजर पनि इथेनोलले नै बन्दो रहेछ।